एकदम कम, जहिले 3 महिना ब्लड लगाउनुपर्छ मैले। अनि हेमोग्लोबिन कम र अर्को कुरो भनेको मलाई मेन्सुरेसन हुँदा अत्यन्त धेरै 5 दिनै म बेड रेस्ट गर्नुपर्छ। हुन त तपाईहरुलाई कस्तो लाग्ला है, यो मेन्सुरेसन हुँदा पनि बेड रेस्ट गर्नुपर्छ र भन्ने लाग्ला, विशेष गरी पुरुषहरुलाई लाग्छ। तर म 5 दिन बेड रेस्ट गर्थे। अब त यो एउटा इतिहास जस्तो भयो हैन, कथा जस्तो भयो, गर्थे म। अहिले गत 3 महिना 4 महिनादेखि यो जुन आर्डिकार्डियल भन्ने सप्लिमेन्ट युज गर्दैछु। यो सप्लिमेन्ट युज गर्दाखेरि चाहिँ मैले कस्तो महसुस गरेँ भने यो चाहिँ अत्यधिक हरेक महिलाले चाहिँ यो युज गर्नुपर्ने रहेछ भन्ने बुझेँ। किनभने यो विशेष गरी महिलाहरूले नै खाने हो, हर्मोनल डिसअर्डरलाई चाहिँ कन्ट्रोल गर्ने एउटा प्रोडक्ट हो। त्यसकारणले गर्दाखेरि चाहिँ हामी महिलाहरूलाई महिनैपछि हर्मोनल डिसअर्डर हुन्छ। त्यसकारण यो सप्लिमेन्ट खानुभयो भने चाहिँ तपाईहरुलाई ब्लड प्युरिफाई गर्ने, अनि त्यहाँदेखि मेन्सुरेसन हुँदाखेरि यो हात खुट्टा दुख्ने, अनि त्यहाँदेखि एकदम पीडा हुने, धेरै आलस्य हुने, इरिटेट हुने, यस्तो चिजहरुबाट चाहिँ एकदम मुक्त गराउँदो रहेछ, अत्यधिक मुक्त गराउँदो रहेछ। 100% नै भन्छु म चाहिँ। त्यो भएको कारणले गर्दाखेरि मैले सरहरुलाई पनि एउटा प्रण गरेको थिएँ, सर म यो दमक मात्रै हैन, नेपाल अधिराज्यभरि नै यो चाहिँ म सप्लाई गर्न सक्छु। यो जुन आर्डिकार्डियल छ यो चाहिँ म सप्लाई गर्न सक्छु। अरु प्रोडक्ट भनेको बिस्तारै गर्दै जाउँला, तर यति चाहिँ म तपाईहरुलाई प्रण गर्छु, यो आर्डिकार्डियल चाहिँ म नेपाल अधिराज्य मात्रै नभएर ग्लोबलाइज विदेशमा पनि गर्न सक्छु। मैले सरहरुलाई भनेको थिएँ हैन, सायद त्यसैले होला मैले अफिसमा गएर अलिकति भोकेको थिएँ नि त। त्यही भएर सरहरूले मलाई यहाँ स्टेजमा बोलाउनु भएको होला हैन। वास्तवमा त यो रियलिटी हो है। अब ग्लोबलाइज गर्ने भन्ने चाहिँ मैले गर्ने हो हैन, म स्वयंले गर्ने हो। त्यो कुरो चाहिँ म गरेर देखाउँछु तपाईहरुलाई हैन। तर म निको भएको चाहिँ एकदम 100% एकदम ग्यारेन्टीको साथ हो। हस् त, धन्यवाद।